जुन अहिले भर्खरको घटना भएको छ नि, 3 वर्षको बच्चालाई 16 सालका एउटा युवकले बलात्कार गरेर त्यसपछि हत्या गरेको छ। यो युवालाई सजाय के हुन्छ? यो नाबालक हो भनेर यसलाई सजाय केही हुँदैन, त्यो 2-4 साल जेल होला, त्यस्तै त होला यसको नियम। फाँसी त दिँदैन। तर बालक होस् नाबालक होस्, फाँसीको व्यवस्था हुनु पर्यो कि कहिले हुन्छ के? फाँसीको व्यवस्था कहिले हुन्छ? त्यो बालक होस् या नाबालक होस्, जोसुकै होस्, बालक कसरी भयो? रेप गर्ने त्योसँग बुद्धि छ हैन, त्यो सोच्ने क्षमता छ हैन, त्यसलाई नाबालक भन्ने हो? त्यस्तालाई सबैलाई झुन्ड्याइदिने हो। जबसम्म नियम कडा ल्याएन भने यो यसको क्रम चाहिँ बढ्दै जान्छ। त्यही भएर छिटो संशोधन गर्नु न, के हेरेर बस्नु भएको तपाईहरु? फाँसी हुनु पर्यो। पब्लिकमा रेप गर्नेलाई पब्लिकमा फाँसी हुनु पर्यो। भिडमा, हजारौं लाखौंको भिडमा नि फाँसी त्यसलाई दिनु पर्यो। त्यस्तो व्यवस्था गर्नु। त्यो बालिक होस् नाबालिक होस्, जोसुकै होस्। यही नाबालक पछि गएर यसलाई छोड्यो भने पछि गएर यो ठुलो अपराध गर्छ। त्योसँग दिमाग थिएन, त्यो बच्चालाई रेप गर्ने दिमाग थिएन त्योसँग। त्यही भएर यो छिटो भन्दा छिटो व्यवस्था गर्नु पर्यो। कहिले गर्ने व्यवस्था? कहिले गर्ने? रेप भएको भए चाहिँ कतिवटा रेप भइसक्यो, न्याय कतिले पाएको छ? रेप हुनेको संख्या कति छ र न्याय कतिले पाएको छ? डर छैन मान्छेमा के? डर हुनु पर्यो। पब्लिकमा फाँसी हाल्छु भन्ने नियम ल्याउनु पर्यो, अनि डर हुन्छ मान्छेलाई। डर भएपछि पो गल्ती गर्दैन। डरै छैन, यसले गल्ती गरिहाल्छ नि।